अनि तपाईको यो प्लानिङको बारेमा यसो हाम्रो भ्युअरलाई भनिदिनु पर्यो। ओके, यो के छ भने यो यतापट्टिको बाटो चाहिँ यो टोटल जग्गा 30 कट्ठा जग्गा हो हैन। हजुर, 30 कट्ठा जग्गामा प्लानिङ गरेको छु। यो तिलोत्तमा नगरपालिकाको अगाडिपट्टि पर्छ। मैले खोलेका बाटाहरू सबै 20 फुटका पिच बाटा, दुई साइड नाली छ र बिचमा चाहिँ यो अल्किन झन्डै 400 मिटर जति 30 फुटको बाटो पनि राखेको छ मैले। यहाँ चाहे जतिका घडेरीहरू तपाईँले चाहे जतिका घडेरी 10 दुरका 8 दुरका पौने 8 दुरभन्दा तल गर्न मिलेन। त्योभन्दा माथि 10 दुर 12 दुर 40 हात पिछाड भएको पनि छ हामीसँग, अनि 42 हात पिछाड भएको पनि छ, 45 हात पिछाड भएको पनि छ, रोजेर पूर्व पश्चिम उत्तर दक्षिण। बाहिर भएको सानसानो टुक्राहरू किन्नुभन्दा र प्लानिङमा किन्दाखेरि के फरक फाइदा होला त? यस्तो चाहिँ के छ भने हामीहरू टोटल यही बिजनेसै रियल इस्टेटकै बिजनेस एउटा रियल इस्टेट दर्ता गरेर एकदम यही बिजनेसमै फोकस गरेर लागु। हामी यही बिजनेसको अरू बिजनेस दायाँ बायाँ नगरेर यही बिजनेसमै फोकस गरेर लागु हुनाले बाहिरका टुक्राहरूमा नालीका कुराहरू, बाटाका कुराहरू, पिच बाटाका कुराहरू एउटा भन्ने एउटा चिज हुने मान्छेलाई एउटा झुक्काउने खालको धेरै बढिरहेको छ अहिले। हामी यही फिल्डमा काम गर्ने भएको हुनाले हामीले जे बोल्छौँ त्यो गर्छौँ, नसक्ने कुरा नहुने कुरा हामी बोल्दैनौँ। बोलेर भन्दा नि एउटा हामी कागजमा लेखेर दिन्छौँ, लेखेको भन्दा हामी 1 इन्ची पनि तलमाथि गर्दैनौँ। बाहिर किन्दा र यहाँ किन्दा त धेरै फरक हुने भयो। रेटको कुरा भयो, सेक्युरिटीको कुरा भयो, विश्वसनीयताको कुरा भयो, सबै कुराहरू हामी कहाँ फरक पर्छ। हस् सर, हाम्रो दीपक भट्टराई सरलाई चाहिँ धेरै धेरै धन्यवाद। र तपाईँलाई पनि यो प्लानिङमा कुनै पनि जग्गा टुक्रा चाहिएको छ भने आजै प्राइम रियल इस्टेटलाई सम्पर्क गर्नुहोला, किनभने तपाईँलाई थाहा नै छ प्राइम रियल इस्टेट यो ट्रस्टेड रियल इस्टेट पार्टनर।